उही जोत्दी त होला नि होइन खुब हामीलाई लौरे बनेर छु भनेर धाक लाउँछिस् त लाउरे बन्न त्यति सजिलो नहुँदो रहेछ। सपना देखेर मात्र लाउरे नबनिँदो रहेछ। त्यही लाउरे बन्ने सपना देखेर सन्तोष आज आफ्नो गाउँ ठाउँ छोडेर गएको थिए, तर ऊ भर्ती हुन सकेन र आज फेरि ऊ आफ्नो गाउँ फर्कँदैछन्। ए सन्तोषको आमा, आज सन्तोष घर आउँछ भने होइन 12 बज्नु लागिसक्यो, आउँदैन त्यतिखेरसम्म। केटो आउँदैछ कि त्यो त खुब धाग लाउँदै गएको थियो, लौरे बन्छु भनेर गएको थियो। अब हेरौँ न तेरो छोरा के बन्न आउँदो रहेछ। ओ आज बजी आज बात त बाहिरै बस्नु भएको रहेछ त, मलाई कुर्नु भयो क्या। ल आइज आइज, त्यहाँसम्म आएपछि यहाँसम्म आउनु हुँदैन, आइज। ल अब घरसम्म त आइहाल्यो, आइहाल्छु नि बा, चिन्ता नगर्नु। खुब लाउरे बन्छस् भने होइन बनिस् होइन, मेरो नाकको इज्जत राखिस् होला नि तैँले। अब काहीँ नभएको होइन, नसक्ने कुरा त किन गर्ने क्या आफूले। अब के गर्नु त बा, सकिन। अब सकिन बा, मैले लाउरे बन्न सपना देखेर मात्र नहुँदो रहेछ। के गर्नु त बा, अब त उही जोत्दी त होला नि अब होइन। खुब हामीलाई लौरे बनेर छु भनेर धाक लाउँछिस् त। अब खण्ड यही पाखा खन, तेरो भाग्यमा त्यही लेखेछ। त्यही सपना देखेर मात्रै नहुँदो रहेछ बा। त्यसलाई पुरा पनि गरेर सोध्नु पर्ने रहेछ बा। ल बा, चिन्ता नगर, सक्दो गरेकै थिएँ तर भर्तिर पाएँ। ल म त यसलाई सम्झाउन नसक्ने भएँ सन्तोष नाम। यस्तोसँग बोलेर बस्नु भने त म त गएँ। ल बा, अब छोरालाई जति गाली गर्नुहोस् गर्नुहोस्, म चाहिँ लास्टै थाकेर आएको एकछिन भन्नु। बाबा, मलाई थाहा छ मैले रोजेको बाटो सजिलो छैन, तर मलाई यो पनि थाहा छ मेरो सपना फरक हो, गलत होइन। छोरा मेरो लाउरे नभएर के भन्छ? म त थाहा भयो, गरी खान दिएन मलाई। कोही मान्छेहरूको सपना यसै तुइन र। यस्तै हो छोरा मान्छेको जिन्दगी, सपना देख्न जान्नुपर्छ हो केटा। मान्छेले आफ्नो आँग अनुसारको भारी हाल्नुपर्छ।